पहिला आइसक्नु भएको थियो र गएर आउनु फेरि के भयो अहिले हामी चाहिँ महावीर झरना हेरेर छौँ सन नेपाल लाइफ इन्सुरेन्सको टिमबाट महावीर झरना तपाईँले देख्न सक्नुहुन्छ त्यही भएर मैले त्यसलाई होल गरेको अब हाल्छु म हाल्दा चाहिँ खतरा
म हड्डीमा चाहिँ कबाब बन्न गयो रेडीमा गएर हेर्नु नि नेपाल टिम हो तपाईँसँग है राम्रै गाई घुम्दैछ यो चाहिँ स्याउ बगान हो तपाईँले स्याउ बगान हेर्दै हुनुहुन्छ यहाँको प्रपर्टिज भनेको चाहिँ खासमा चाहिँ यो दाउराहरू हुन्छ स्पेसली यहाँ सबै घरको छतहरू तपाईँले देख्न सक्नुहुन्छ धेरैभन्दा धेरै दाउराहरू कलेक्सन गरेर राखिरहेको हुन्छ एकदमै सुन्दर पर्यटक स्थल हामी अहिले मुस्ताङमा छौँ मुस्ताङको एकदमै सुन्दर ठाउँ मार्फा भन्ने ठाउँ यो एकदमै राम्रो छ
ल फुटाएको लाने कुन चाहिँ हो तिनीहरू लिनु फुटाएको हेर्नु यो राम्रै खालको अरे हेर्नुहोस् होइन शालिग्राम भन्ने त्यो सबै शालिग्राम हो कि हेर्नुहोस् यो 20 रुपियाँ यो 20 रुपियाँ गोटा यो 50 रुपियाँ गोटा यिनीहरू 50 त्यो फुटाएको कति
अँ 12 बजे त मन्दिर बन्द हुन्छ मान्छे त्यहाँ आउनुहुन्छ कस्तो राम्रो छैन त खाँचो चढ्नु भएर चढ्न पाइन्छ अब गाडी पनि आएको हुँदैन कि गाइस अहिले चाहिँ हामी मुक्तिनाथमा छौँ एकदमै राम्रो हिमालहरू देखिरहेछ मुक्ति हुनुहुन्छ जय मुक्तिनाथ जय मुक्तिनाथ धेरै हुन्छ पहिले जाउँ क्या पहिले दर्शन गरौँ मिज्यू तपाईँले चस्मा गरौँ आयो भन्नुहोस् है त्यही भएर त भनेको उतै उयो गाजङ गाजङहरू घाटामै हो क्या घोडाले दिन्छु मान्छेले चाहिँ जाने छैन त्यही हो त्यहाँ हो मन्दिरको मान्छे त्यति नै हो नमस्कार सम्पूर्णमा म रिता अधिकारी बालबाट हाम्रो चाहिँ यो सन नेपाल लाइफ इन्सुरेन्सले मुक्तिनाथपुर लिएर आएको थियो 4 दिनको टुर तब कि हामी 4 दिन अगाडि आएको थियौँ आज हामी काठमाडौँ ब्याक फर्किँदैछौँ यो 4 दिनकोमा समग्रमा हेर्दाखेरि ओभरअलमा म चाहिँ सन्तुष्ट छु सायद मलाई लाग्छ सबै साथीहरू सन्तुष्ट हुनुहुन्छ होला हजुरको के भयो शुभलक्ष्मी ट्राभल्स होइन हामी चाहिँ यो शुभलक्ष्मी ट्राभललाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु यतिमा मैले 2 शब्द टुङ्ग्याएँ नमस्कार
म एमडिआरटी लेखराज राई सन नेपाल लाइफ इन्सुरेन्स लगनसेल ब्रान्चबाट र आज हामी 14औं दिन अर्थात् हामी मुक्तिनाथदेखि काठमाडौँ फर्किँदैछौँ। आज यो चाहिँ सन नेपाल लाइफले चाहिँ एउटा एनाउन्स गरेको एउटा चाहिँ यो प्याकेज लिएको 4 दिनको प्याकेज थियो हाम्रो र यो प्याकेजलाई चाहिँ ह्यान्डल गर्नुभएको थियो शुभलक्ष्मी टुर्स एन्ड ट्राभल्सले। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामीले, किनभने म व्यक्तिगत तर्फबाट र एज अ होल सन लाइफको परिवारको टिमबाट चाहिँ म किन यो धन्यवाद दिँदैछु भन्दाखेरि उहाँहरूले यो 4 दिनको यो ट्राभलमा उहाँहरूले आफ्नै परिवार जस्तो एक हिसाबले चाहिँ केयरिङ सेयरदेखि लिएर चाहिँ हरेक हिसाबले चाहिँ उहाँहरू अप टु डेट काम गर्नुभएको छ। इभन मलाई चाहिँ एकदम मन परेको कुराहरू चाहिँ डेली तपाईँको चाहिँ रुटिन बेसमा काम भएको छ, त्यो पनि मर्निङमा चाहिँ अन टाइममा हरेक कुराहरू चाहिँ उहाँहरूले जुन हिसाबले सेड्युल बनेको थियो त्यो हिसाबले काम गरिदिनु भएको छ र म धेरै धेरै खुसी पनि छु। मलाई लाग्छ इन्टायर टिम सबै खुसी हुनुहुन्छ र आउने दिनहरूमा पनि सन नेपाल लाइफ सँगसँगै हाम्रो अरू चाहिँ कम्पनीको हाम्रो चाहिँ व्यापारिक हिसाबले भोलि ट्राभल गर्दाखेरि उहाँहरूसँग सहकार्य गरेर अझै पनि चाहिँ यस्तै टुर प्याकेजेस उहाँसँग कोलाबोरेसन गर्न चाहिँ मलाई इच्छा पनि जागेको छ र धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र आउने दिनहरूमा पनि यस्तै सहकार्य गर्न पाइयोस्। थ्याङ्क यू भेरी मच होल इट।